सबैलाई हार्दिक नमस्ते। बैंकिङ तयारी गरेर बसिराख्नु भएको सबै साथीहरूलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आज चाहिँ म इभोल्युसन अफ म्यानेजमेन्ट थट्स भन्ने टपिकमा यो भिडियो बनाउन गइरहेको छु। आशा छ यो भिडियो तपाईहरुलाई उपयोगी हुनेछ। इभोल्युसन अफ म्यानेजमेन्ट थट्स अथवा इभोल्युसन अफ म्यानेजमेन्ट थ्योरीज अथवा म्यानेजमेन्ट एप्रोचेस भन्नु एउटै कुरा रहेको छ। त्यसैले यसमा तपाईहरु नझुक्किनु होला। म्यानेजमेन्ट थ्योरीजलाई अध्ययन गर्दाखेरि हामीले तीनवटा भागमा हामीले यसलाई चाहिँ डिभाइड गरेर अध्ययन गर्दा उपयोगी हुन्छ। एक नम्बरमा क्लासिकल म्यानेजमेन्ट थ्योरीज, दुई नम्बरमा न्यू क्लासिकल म्यानेजमेन्ट थ्योरीज र तेस्रो नम्बरमा रहेको छ मोडर्न थ्योरीज। अब क्लासिकल म्यानेजमेन्ट थ्योरीजमा जम्मा तीनवटा थ्योरीजहरु हामीले अध्ययन गर्नुपर्ने हुन्छ। एउटा साइन्टिफिक म्यानेजमेन्ट थ्योरीज जो चाहिँ एफडब्ल्यू टेलरले प्रतिपादन गर्नुभएको हो। त्यस्तै गरेर दुई नम्बरमा एडमिनिस्ट्रेटिभ म्यानेजमेन्ट थ्योरीज जो हेनरी फयलले प्रतिपादन गर्नुभएको छ। त्यस्तै गरेर तेस्रो नम्बरमा ब्युरोक्रेटिक म्यानेजमेन्ट थ्योरीज जो चाहिँ म्याक्स वेबरले प्रतिपादन गर्नुभएको हो। त्यस्तै गरेर हामीले अध्ययन गर्ने न्यू क्लासिकल थ्योरी अन्तर्गत दुईवटा थ्योरीहरु हामीले अध्ययन गर्नुपर्ने हुन्छ। एक नम्बरमा ह्युमन रिलेसन थ्योरी जो चाहिँ इल्टन मायोले प्रतिपादन गर्नुभएको हो भने अर्को बिहेभियरल साइन्स थ्योरी भन्ने छ जो चाहिँ अब्राहम मास्लोले प्रतिपादन गर्नुभएको हो। त्यस्तै गरेर मोडर्न थ्योरी अन्तर्गत हामीले अध्ययन गर्नुपर्ने तीनवटा थ्योरीहरु, एक नम्बरमा क्वान्टिटेटिभ म्यानेजमेन्ट थ्योरीज जो चाहिँ सीडब्ल्यू चर्चम्यानले प्रतिपादन गर्नुभएको छ भने सिस्टम थ्योरी चाहिँ हर्बर्ट ए साइमनले प्रतिपादन गर्नुभएको हो र अर्को रहेको छ कन्टिन्जेन्सी थ्योरीज। म्यानेजमेन्ट थ्योरी भनेको चाहिँ हामीले यसलाई चाहिँ इन्डक्टिभ मेथड्सको रूपमा हामीले लिने गर्छौं। इन्डक्टिभ मेथड भनेको चाहिँ जुन कुरा तपाईले प्र्याक्टिस गरिराख्नु भएको छ, जुन कुरा तपाईको दैनिक जीवनमा आइराखेको छ, त्यस कुराहरुको आधारमा चाहिँ हामीले एउटा कुनै पनि थ्योरी विकास गर्छौं, थ्योरी चाहिँ सिर्जना गर्छौं भने त्यसलाई चाहिँ इन्डक्टिभ मेथड्स भनेर भन्छौं। अर्को डिडक्टिभ मेथड्स हुन्छ जो चाहिँ पहिला हामीले थ्योरी डेभलप गर्छौं अथवा केही हामीले हाइपोथेसिस सेट गर्छौं। त्यो थ्योरी अथवा हाइपोथेसिस चाहिँ ठीक छ कि छैन भनेर हामीले त्यसलाई चाहिँ पछि चाहिँ टेस्ट गर्ने गर्छौं भने त्यसलाई चाहिँ हामीले डिडक्टिभ मेथड्स भनेर भन्ने गर्छौं। अब म्यानेजमेन्ट थ्योरीहरु चाहिँ पहिला प्र्याक्टिस गरिन्छौं, पहिला चाहिँ युज गर्छौं अनि त्यसको आधारमा चाहिँ पछाडी थ्योरीहरु चाहिँ डेभलप गर्ने गरिन्छ। त्यसकारणले गर्दाखेरि म्यानेजमेन्ट थ्योरीलाई चाहिँ इन्डक्टिभ मेथड्स भनेर भन्ने गर्दछौं। म्यानेजमेन्ट थट्स को इभोल्युसन अथवा त्यसको चाहिँ विकास क्रम भनेको चाहिँ के हो त भन्दाखेरि सुरुदेखि यहाँसम्म आउँदा व्यवस्थापनका सिद्धान्तहरु कसरी विकास भयो, कसरी प्रतिपादन भयो, कसले प्रतिपादन गर्यो र त्यो चाहिँ कहाँ युज भयो भन्ने कुराहरु चाहिँ हामीले यहाँ हेर्ने गर्दछौं, अध्ययन गर्ने गर्दछौं। अघि नै पनि हामीले भनिहाल्यौं साइन्टिफिक म्यानेजमेन्ट थ्योरी चाहिँ एफडब्ल्यू टेलरले प्रतिपादन गर्नुभएको हो। यसले चाहिँ कामदारहरुको क्षमता अभिवृद्धि गरेर संगठनको उत्पादकत्व कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा व्याख्या गर्छ। खासगरी यसले चाहिँ तीन चार वटा कुरालाई फोकस गरेको छ। कामहरुलाई चाहिँ साना साना इकाइमा र स्पेसिफिक इकाइमा विभाजन गर्नुपर्छ भनेर भनेको छ। त्यस्तै गरेर कामदारहरुको छनौट गर्दाखेरि चाहिँ साइन्टिफिक मेथड्सबाट गर्नुपर्दछ र छानिएका त्यस्ता कामदारहरुलाई चाहिँ ट्रेनिङ दिनुपर्दछ भन्ने कुरा गर्दछ। कुनै पनि कामदारलाई दिएको काम चाहिँ उसले राम्रोसँग गरिरहेको छ कि छैन, उसले चाहिँ स्ट्यान्डर्ड अनुसार गरिरहेको छ कि छैन, उसले चाहिँ आफूलाई दिएको काम चाहिँ पूर्ण रूपमा काम गर्न सकेको छ कि छैन भन्ने कुराहरु यसले चाहिँ हेर्नु पर्दछ भन्ने कुरा गर्छ। कामलाई चाहिँ सानो सानो इकाइमा विभाजन गरेर मान्छेहरुलाई चाहिँ कामदारहरुलाई चाहिँ काम लगाउनु पर्छ। त्यसबाट चाहिँ के हुन्छ इफिसिएन्सी पनि बढ्छ र प्रोडक्टिभिटी पनि बढ्छ भन्ने कुरा यसले गर्छ। दोस्रो नम्बरमा रहेको छ एडमिनिस्ट्रेटिभ म्यानेजमेन्ट थ्योरी। यो चाहिँ हेनरी फयलले प्रतिपादन गर्नुभएको हो। प्रभावकारी तरिकाले व्यवसायलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा चाहिँ यसले 14 वटा सिद्धान्तहरु अगाडि सारेको छ। यो 14 वटा सिद्धान्तहरुलाई चाहिँ हामीले
कार्य वातावरणमा प्रयोग गऱ्यौँ भने चाहिँ यसले चाहिँ व्यवसायलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न सकिन्छ भन्ने कुरा अगाडि सारेको छ। हामी सबैलाई थाहा छ 14वटा व्यवस्थापनका सिद्धान्तहरू जो हेनरी फुयलले प्रतिपादन गर्नुभएको छ। तेस्रो नम्बरमा ब्युरोक्रेटिक म्यानेजमेन्ट थ्योरी भनेको छ। यो चाहिँ म्याक्स वेबरले प्रतिपादन गर्नुभएको हो। ब्युरोक्रेटिक म्यानेजमेन्ट थ्योरी चाहिँ स्ट्रिक्ट अर्गनाइजेसनल स्ट्रक्चरमा चल्छ भनेर चाहिँ भनिएको छ। खास गरी यसले चाहिँ के गर्छ भने अर्गनाइजेसनमा फर्मल एउटा अर्गनाइजेसनल स्ट्रक्चर हुन्छ। त्यो स्ट्रक्चर अनुसारको चाहिँ रुल्स रेगुलेसन्स र अथोरिटी रेस्पोन्सिबिलिटिजहरू हुन्छ। त्यो अनुसारले काम गर्दै जाँदाखेरि चाहिँ के हुन्छ भने सङ्गठनको लक्ष्य प्राप्तिमा अगाडि बढ्छ भन्ने कुरा चाहिँ यसले व्याख्या गर्छ। अर्को नम्बरमा हामीले न्यू क्लासिकल म्यानेजमेन्ट थ्योरी अन्तर्गत ह्युमन रिलेसन थ्योरी हामीले अध्ययन गर्दैछौँ। ह्युमन रिलेसन थ्योरी चाहिँ इल्टन मायोले प्रतिपादन गर्नुभएको हो। हामी सबैलाई थाहा छ चाहिँ म्यानेजमेन्टको स्टुडेन्टहरूलाई हार्थन स्टडी भनेर चाहिँ जुन स्टडी गरिएको थियो, त्यहाँ चाहिँ 29 वर्ष लामो एउटा स्टडीले चाहिँ के कुरा पत्ता लगायो त भन्दाखेरि मानिसहरूलाई गरिने व्यवहार, मानिसहरूसँग गरिने सङ्गत, मानिसहरूलाई चाहिँ जुन तरिकाले हामीले ट्रिटमेन्ट गर्छौँ, जुन खालको एउटा रिलेसन राख्छौँ, त्यो रिलेसनले चाहिँ उत्पादकत्वमा चाहिँ असर गरेको कुरा यो स्टडीले चाहिँ पत्ता लगाएको छ। यदि हामीले कुनै पनि कामदार, कुनै पनि कर्मचारीसँग राम्रो बिहेभियर गऱ्यौँ, राम्रो चाहिँ सम्बन्ध राख्यौँ भने उसको चाहिँ उत्पादकत्व, क्रिएटिभिटी बढ्छ र त्यसको चाहिँ भाइस वर्सा हामीले उसँग नराम्रो बिहेभियर गऱ्यौँ, नेगेटिभ बिहेभियर गऱ्यौँ, उसँग राम्रो रिलेसन राखेनौँ भने चाहिँ उसको चाहिँ प्रोडक्टिभिटी अनि क्रिएटिभिटी चाहिँ घट्छ भन्ने कुरा चाहिँ ह्युमन रिलेसन थ्योरीले बताउँछ। अर्को रहेको छ बिहेभियरल साइन्स थ्योरी। यो चाहिँ अब्राहम मास्लोले प्रतिपादन गर्नुभएको हो। हामी सबैलाई थाहा छ, म्यानेजमेन्टको स्टुडेन्टहरूलाई, ब्याङ्किङ तयारी गर्ने विद्यार्थीहरूलाई थाहा छ कि मास्लोको निड थ्योरी हामी सबैलाई थाहा छ। यो चाहिँ बिहेभियरल साइन्स थ्योरी भनेको चाहिँ त्यही निड थ्योरी नै हो। निड थ्योरीसँग रिलेटेड विषय हो, हामी सबैलाई थाहा छ। यसको बारेमा मैले व्याख्या गरिराख्नु पर्दैन। तेस्रो नम्बरमा मोडर्न थ्योरी रहेको छ। मोडर्न थ्योरीमा क्वान्टिटेटिभ थ्योरी भनेको छ। व्यवस्थापनका जति पनि समस्याहरू छन्, व्यवस्थापनका जति पनि चाहिँ विषयहरू छ, त्यसलाई चाहिँ डाटा विश्लेषणको माध्यमबाट चाहिँ हामी एउटा निश्चित निष्कर्षमा, डिसिजनमा पुग्न सक्छौँ भनेर यसले चाहिँ व्याख्या गर्छ। त्यस्तै गरेर सिस्टम थ्योरी भनेको छ। यो सिस्टम थ्योरी भनेको चाहिँ संस्था अथवा सङ्गठन अथवा कुनै पनि अर्गनाइजेसनहरू चाहिँ एउटा सिस्टममा चलेको हुन्छ। अर्गनाइजेसनभित्रको चाहिँ जुन स्ट्रक्चर छ, त्यो स्ट्रक्चरभित्र पनि चाहिँ थुप्रै चाहिँ साना साना सब सिस्टमहरू रहेको हुन्छ। यसले चाहिँ के गर्छ त, के कुरा देखाउँछ भने संस्थाभित्र अथवा सङ्गठनभित्र, अर्गनाइजेसनभित्र चाहिँ धेरैवटा चाहिँ सिस्टमहरू रहेको हुन्छ, धेरैवटा चाहिँ फर्मल चाहिँ स्ट्रक्चरहरू रहेको हुन्छ। त्यो भित्र पनि थुप्रै चाहिँ साना साना सब सिस्टमहरू रहेको हुन्छ। त्यो सब सिस्टमहरू जोडेर नै एउटा होलिस्टिक चाहिँ सङ्गठन बन्ने हो, संस्था बन्ने। त्यही अनुसारको अथोरिटीहरू, त्यस खालको चाहिँ रेस्पोन्सिबिलिटीहरू त्यहाँ चाहिँ डेलिगेट्स भएको हुन्छ। त्यो अनुसार चाहिँ संस्था चल्ने गर्दछ भनेर चाहिँ सिस्टम थ्योरी अफ म्यानेजमेन्टले चाहिँ भन्छ। त्यस्तै गरेर अर्को चाहिँ कन्टिन्जेन्सी थ्योरी रहेको छ। कन्टिन्जेन्सी थ्योरी भनेको चाहिँ स्पेसिफिक टाइममा, स्पेसिफिक पिरियडमा, स्पेसिफिक सिचुएसनमा स्पेसिफिक खालको चाहिँ थ्योरीहरू चाहिँ युज हुन्छ। हामीले अध्ययन गरे अनुसार, हामीले पढे अनुसारको थ्योरीहरू चाहिँ युज हुँदैन। युज त हुन्छ, तर यो थ्योरीहरू कुन बेला कुन थ्योरी युज हुन्छ, कुन बेला कुन थ्योरी युज हुन्छ, त्यो चाहिँ टाइम वाइज, सिचुएसन वाइज चाहिँ फरक पर्छ भनेर चाहिँ यसले चाहिँ भन्छ। कन्टिन्जेन्सी थ्योरीले चाहिँ नो बेस्ट वे अफ म्यानेज भन्छ क्या। त्यसले गर्दाखेरि चाहिँ के गर्छ त भन्दा कन्टिन्जेन्सी थ्योरीको चाहिँ भनाइ चाहिँ के हो भन्दाखेरि कुनै पनि विशेष अथवा स्पेसिफिक थ्योरिजहरू चाहिँ स्पेसिफिक समयमा प्रयोग हुन्छ, न कि यो माथि व्याख्या गरे जस्तै थ्योरीहरू चाहिँ प्रयोग हुन्छ ओभरअल रूपमा, होलिस्टिक रूपमा जहिले पनि प्रयोग हुँदैन भन्ने कुरा चाहिँ यसले व्याख्या गर्छ। अब अन्त्यमा चाहिँ हामीले छुट्याउनै नहुने अहिले चाहिँ नयाँ आएको कन्टेम्पोरेरी
म्यानेजमेन्ट थट्स भनेर हामीले यो कुरालाई पनि छुटाउनु हुँदैन। यसमा चाहिँ जम्मा 2वटा कुराहरू अझै यसमा थपिँदै जाला, पछि थपिँदै जाला। तर अहिले चाहिँ हामीले खास गरी 2वटा BPR र भन्ने छ, एउटा BPR र फोकस अन सस्टेनेबिलिटी भनेर 2वटा पोइन्ट तपाईहरुले छुटाउनु हुँदैन। BPR भनेको चाहिँ बिजनेस प्रोसेस रिइन्जिनियरिङ भन्ने छ। यो चाहिँ बिजनेसले चाहिँ ग्रोथ गरेन, बिजनेसमा चाहिँ राम्रो चाहिँ प्रोफिटेबिलिटी प्रोडक्टिभिटी भएन भने यसले चाहिँ के गर्छन्, र्याडिकल्ली बिजनेसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि रिइन्जिनियरिङ गर्नुपर्छ, त्यसको चाहिँ पुनर्संरचना गरिनुपर्छ, नयाँ तरिकाले नयाँ सिस्टममा नयाँ वेबाट नयाँ टेक्नोलोजीको साथ चाहिँ बिजनेसलाई चाहिँ के गर्नुपर्छ त प्रयोग गर्नुपर्छ, सञ्चालन गर्नुपर्छ भनेर चाहिँ भन्छ बिजनेस प्रोसेस रिइन्जिनियरिङले। अर्को चाहिँ रहेको छ फोकस अन सस्टेनेबिलिटी भनेको छ। यो भनेको चाहिँ के हो भने कस्टमरहरूको चाहिँ डिमान्ड परिवर्तन भइरहेको छ, फास्टली एकदमै सुपर फास्ट वेमा चाहिँ परिवर्तन भइरहेको छ। यसले गर्दा चाहिँ के हुन्छ, कुनै पनि बिजनेस चाहिँ लङ टर्ममा त्यो सस्टेन हुन्छ भनेर चाहिँ भन्न सकिँदैन। त्यसकारण चाहिँ सोशल अथवा इन्भाइरोमेन्टल इस्युजहरूमा चाहिँ कसरी परिवर्तन आइरहेको छ त्यो कुराहरूलाई एडप्ट गर्दै गर्दै बिजनेसलाई चाहिँ के गर्नुपर्छ, सस्टेन गराउने तर्फ चाहिँ हामी फोकस हुनुपर्छ भनेर भन्छ। यो 2वटा चाहिँ कन्टेम्पोरेरी म्यानेजमेन्ट थट्स अन्तर्गत हामीले पढ्नुपर्ने हुन्छ, यसलाई चाहिँ छुटाउनु भएन।